साथीहरु सबैलाई मेरो ट्राभल विथ मी च्यानलमा एकदमै आन्तरिक हृदयदेखि स्वागत गर्दछु। र आज भने तपाईहरुलाई म नाम्चीको चारधाम है जुन चाहिँ सोलुखुम हिलमा छ, यो नाम्चीदेखि 5 किलोमिटर मात्रै पर्दछ नाम्ची टाउनदेखि। त्यो जग्गाको विषयमा तपाईहरुलाई एकदमै ए टु जेड इन्फर्मेसन सायदै हरेक स्टेप बाइ स्टेप चारवटै धाम है, हाम्रो जस्तै इन्डियामा चारवटा धाम छ, त्यो चारवटा धाम र 12वटा ज्योतिर्लिङ्गको विषयमा तपाईहरुलाई म बताउँदै छु। र यो एउटा धार्मिक स्थल हो हैन, एउटा धार्मिक स्थल प्लस यो के भनेदेखिलाई कल्चरल साइट हो। यहाँनिर तपाईहरुले जुनै पनि धर्मको आएर यसो मनोरञ्जन गर्न सक्छ, एउटा पूजाआजा गर्न सक्नुहुनेछ है। यहाँनिर आएर तपाईहरुले घुमघाम गरेर एकदमै आशिक्षित भएर तपाईहरु जानु सक्नुहुन्छ। यहाँनिर तपाईहरुले चारवटा धाम प्लस 12वटा ज्योतिर्लिङ्गको दर्शन गर्न सक्नुहुनेछ हैन। यहाँदेखि वरिपरिको भ्यूहरु पनि एकदमै रमाइलो देख्छ। दार्जिलिङदेखि लिएर तपाईको कञ्चनजङ्घा है, माउन्ट कञ्चनजङ्घा पनि यहाँदेखि एकदमै क्लियर देख्नुहुनेछ है। र अहिले चाहिँ म यहाँ मेन इन्ट्रेन्समा आइपुगेको छु, तर यो दैलोहरु चाहिँ किन बन्द छ भन्दा म चाहिँ एकदमै अर्ली इन द मर्निङ आइपुगेको छु, त्यसले गर्दा यो ओपन भइसकेको छैन। यहाँ टिकट काट्नुपर्छ हामीले र 50 रुपैयाँ मात्रै है पर पर्सन हामीले टिकट काटेर यहाँबाट इन्ट्रेन्स गर्नुपर्ने हुन्छ, पस्नुपर्ने हुन्छ है इन्ट्री लिएर। र यो जब इन्ट्री गरेपछि हाम्रो राइट साइडमा यो हामीले सु र्याक छ, यहाँनिर हामीले जुत्ताहरू राख्नुपर्ने हुन्छ हैन, किनभने त्यसै पनि एउटा पवित्र स्थलतिर जाँदा हामी खाली खुट्टै हैन हिँडेर एउटा ईश्वरको दर्शनहरू गरेको बेस्ट हुन्छ। र यहाँबाट हामीले पसेर चाहिँ हामीले यहाँ यो सिधै गएर उता एकैचोटि हामीले मेन धाममा जान भयो। अदरवाइज हामीले यहाँदेखि यो किरातेश्वर द्वार भन्छ हैन, यो द्वारदेखि पसेर यहाँ हामीले ओह्रालो झरेर हाम्रो यहाँ यलम्बरको स्ट्याचु हामीले देखिरहेको छ हैन। यो चाहिँ के रहेछ भन्दा चाहिँ हाम्रो फर्स्ट किङ अफ किराता है, वारियर पनि भनिन्छ, फर्स्ट वारियर है, किराता किङडमको चाहिँ उहाँ चाहिँ फर्स्ट किङ हुनुहुँदो रहेछ। र उहाँ चाहिँ भन्नुपर्दा हाम्रो महाभारत कालसँग रिलेटेड हुनुहुँदो रहेछ। र हाम्रो भीमको चाहिँ नाति है, घटोत्कचको चाहिँ छोरा हुनुहुँदो रहेछ उहाँको स्ट्याचु। र अब हामी तपाईहरुलाई यो के भन्छ द्वारका धामको दर्शन गराउँदैछु है। यो द्वारका धाम चाहिँ जुन चाहिँ द्वारका सिटी यो गुजरातमा छ हैन। र त्यहाँ मतलब जुन चाहिँ अब चारवटा धाम मध्ये यो वेस्टको चाहिँ के हो भनेदेखिलाई अब वेस्ट साउथ इस्ट नर्थको है चारवटा धाम मध्ये चाहिँ यो चाहिँ वेस्टको गुजरातमा पर्छ, द्वारिका सिटीमा। र यो द्वारका धाम यो चाहिँ श्री कृष्णलाई डेडिकेटेड गरेको धाम हो हैन। यहाँनिर तपाईले सम्पूर्ण द्वारका सेम टु सेम द्वारिका धामको ढाँचामा बनाइएको छ हैन। यहाँनिर तपाईले लर्ड कृष्णको स्ट्याचु देख्नुहुनेछ। यसमा आएर तपाईले यहाँनिर यो धाममा आएर लर्ड कृष्णको पूजाआजा गर्न सक्नुहुन्छ तपाईले हैन। तपाईलाई यो बाहिरबाट पनि देखाउँदैछु, यो प्रकारको बनाइएको छ है। र यो अर्को धाम छ जगन्नाथ धाम, जुन चाहिँ उडिसाको पुरी भन्ने सिटीमा स्थित छ है, त्यसैले गर्दा जगन्नाथपुरी पनि भनिन्छ। यहाँनिर हामीले पूजाआजा है, जगन्नाथजीको पूजाआजा गर्न सकिन्छ। तपाईले यहाँनिर अब आएर मजाले चारवटै धामको फुल्ली दर्शन गरेर पूजाआजा गरेर है जानु सक्नुहुनेछ है। यहाँ जगन्नाथजीको स्ट्याचुहरू, यसमा तपाईले पूजाआजा मजाले एउटा हृदयमा आनन्द लिएर जानु सक्नुहुनेछ। यो बाहिरबाट तपाईलाई देख्नुहुनेछ, यो मेन गेट हो, मेन इन्ट्रेन्स हो जगन्नाथ धामको है। र तपाईहरुलाई अर्को धाम यो चाहिँ तपाईको बद्रीनाथ धाम, जुन चाहिँ उत्तराखण्डको चमोली डिस्ट्रिक्टमा छ है। र यहाँनिर यो चाहिँ के भनेदेखिलाई लर्ड विष्णुलाई डेडिकेटेड छ। तपाईको यहाँनिर एकदमै रमाइलो, मतलब यहाँनिर एकदमै दामीसँग यो निर्मित भएको छ है, एकदमै एट्र्याक्टिभ खालको, मतलब लुक्स नै मजाको छ यो धामको चाहिँ है। तपाईको यो चमोली डिस्ट्रिक्टमा चाहिँ विन्टरको टाइममा चाहिँ यो धाम अब क्लोज हुन्छ, बेसी नै हिमपातको कारणले गर्दा हैन। त्यसले गर्दा तपाईको यो नाम्चीको चारधाममा चाहिँ तपाईहरुले एनी टाइम तपाईले यहाँनिर है बद्रीनाथजीको तपाईले दर्शन गरेर उहाँको पूजाआजा गर्न सक्नुहुनेछ हैन। यहाँनिर चाहिँ एकदमै तपाईको जुनै रेनी सिजन, विन्टर, समर एनी टाइम तपाईले यहाँनिर आएर दर्शन गर्न सक्नुहुनेछ यो धामको हैन, यो बद्रीनाथ धामको। ओके, र अर्को धाम छ यो चाहिँ हाम्रो रामेश्वरम धाम। यो रामेश्वरम धाम चाहिँ साउथमा पर्छ हैन, तमिलनाडुको पम्बम आइल्यान्डमा पर्छ। तपाईको
एउटा सानो एउटा कथा रहेछ यो धामको चाहिँ हैन, जसमा चाहिँ लर्ड रामहरूले चाहिँ एउटा त्यो सेतु पुल है लङ्कामा जानुलाई चाहिँ पुल बनाउनुलाई चाहिँ एउटा शिवजीको पूजा आजा गर्नुलाई चाहिँ यो धामको स्थापना गरेको भन्ने एउटा कथा रहेछ हैन। र अब यसकै छेउमा चाहिँ तपाईको साई मन्दिर पनि बनिएको छ है। साई मन्दिर कतिजना साई भक्तहरू हुनुहुन्छ तपाईले यहाँनिर साई बाबाको एकदमै पूजा आजा गर्न सक्नुहुन्छ हैन। एकदमै यहाँनिर मजाले तपाईले पूजा आजा गरेर एउटा दर्शनहरू गरेर तपाईले यहाँबाट जानु सक्नुहुन्छ। र वन्स तपाईलाई फेरि चारवटै धामको एकैसाथमा दर्शन गराउँदैछु। यो तपाईले देख्नुहुनेछ फर्स्ट वान द्वारका धाम है, अनि मिडलमा तपाईहरुले रामेश्वरम धाम देख्नुहुनेछ र अलिक यता तपाईको जगन्नाथ धाम र सबभन्दा लेफ्ट साइडमा चाहिँ तपाईले बद्रीनाथ धाम देख्नुहुनेछ हैन। अनि यो तपाईको चार धामको मेन एट्र्याक्सन भनौं न हैन, मेन कुरो चाहिँ हाम्रो यो स्ट्याच्यु अफ लर्ड शिव हैन, जुन चाहिँ 108 फिट टल छ। र यो स्ट्याच्युको मुनि चाहिँ तपाईले यहाँनिर शिवलिङ्ग देख्नुहुनेछ। एकदमै यहाँनिर तपाईले मेन पूजा हुन्छ हैन, शिवरात्रिको भयो जति पनि हामीले अब शिवरात्रिको टाइममा चाहिँ एकदम ठुलो भव्य पूजा भजन कीर्तन यहाँ हुने गर्छ हैन। र मेन हाम्रो एट्र्याक्सन भनेकै हाम्रो यो चार धामको एट्र्याक्सन यो स्ट्याच्यु अफ लर्ड शिवजी हैन। यो धेरै टाढो टाढोदेखि देख्न सक्नुहुन्छ। र अर्को चाहिँ तपाईले अब 12वटा ज्योतिर्लिङ्ग हैन, 12वटा ज्योतिर्लिङ्गको तपाईहरुलाई दर्शन गराउँदैछु हैन। जस्तै यो विश्वेश्वर ज्योतिर्लिङ्ग हैन, यस्तै प्रकारको धेरै धेरै सबै जति पनि ज्योतिर्लिङ्ग छ त्यो जम्मै ज्योतिर्लिङ्गको तपाईलाई सर्टमा एकदमै म भ्यूज देखाउँदैछु हैन। जम्मै अब ज्योतिर्लिङ्ग हाम्रो भारतवर्षमा जहाँ जहाँ है धेरै जग्गा छ ज्योतिर्लिङ्ग, त्यो जम्मै ज्योतिर्लिङ्गको विषयमा तपाईहरुले यहाँनिर अब सर्टमा तपाईले अब जम्मै त सायद अब नभ्याउला हैन, अलिकति तपाईहरुले सर्ट फर्ममा तपाईहरुले यो भिडियोमा कभर गर्दैछु हैन। तपाईले यहाँनिर जम्मै सोमनाथदेखि लिएर तपाईले केदारनाथ हैन, थुप्रै ज्योतिर्लिङ्ग छ जति पनि हाम्रो भारतवर्षमा टोटल 12वटा ज्योतिर्लिङ्गको डल्लैको तपाईहरुलाई म दर्शन गराउँदैछु।
तपाईँले यो सूर्यको छेउमा मसिनो स्टलहरू देख्नु भएको छ है। यो स्टलबाट तपाईँले आफ्नो प्यारोजनको लागि कुनै पनि गिफ्ट आइटमहरू कुनै होइन उपहारहरू लगेर जान सक्नुहुन्छ, किनभने यत्रो टाढोदेखि आएर तपाईँले केही न केही लगेर है आफ्नो प्यारोजनलाई दिएको बेस्ट हुन्छ होइन। तपाईँले यहाँबाट आफ्नो रिमेम्बर स्वरूप लानुहुनेछ होइन। ओके, र मेरो आजको भिडियो यति राख्दै तपाईँहरू सबैलाई हेरिदिनु भएकोमा लट अफ थ्याङ्क्स भन्दै बिदा लिन चाहन्छु। ओके, थ्याङ्क यू।